कान्तिपुरमा महाविद्रोह, सम्भव सिरोयाले दिए राजीनामा। आफ्नै मिडियाले सुदन गुरुङको खेदो खनेकोमा आपत्ति। नेपाली मिडिया जगतमा यो बेलाको सबैभन्दा ठूलो र अचम्मको खबर। कान्तिपुर मिडिया ग्रुपका सम्भव सिरोयाले आफ्नै बुबाको विरासत मानिने संस्थाबाट औपचारिक रूपमै राजीनामा बुझाएका छन्। तत्कालीन गृहमन्त्री सुदन गुरुङ विरुद्ध कान्तिपुरले लगातार गलत समाचार लेखेको भन्दै उनले आफ्नै मिडियाको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै पदत्याग गरेका हुन्। आखिर के भएको थियो त? बिहानै सुदन गुरुङ विरुद्ध छापिएको समाचारलाई सेयर गर्दै सम्भवले सामाजिक सञ्जालमा खुल्ला असन्तुष्टि व्यक्त गरेका थिए। सरकारले राम्रो काम गरिरहेकै बेला आफ्नै मिडियाले गलत र भ्रामक समाचार सम्प्रेषण गर्यो भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको बुझिएको छ। गृहमन्त्रीलाई खेदो खन्ने आफ्नै टिमको नीति विरुद्ध सम्भवले चालेको यो कदमले मिडिया जगतमा ठूलो हलचल पैदा गरिदिएको छ। अब पालो तपाईको। आफ्नै मिडियाले लेखेको समाचारमा चित्त नबुझेपछि सम्भव सिरोयाले दिएको राजीनामालाई तपाई 100 मा कति नम्बर दिनुहुन्छ?